च्याट जीपीटीसँग नेपालीमा कसरी कुराकानी गर्ने र आफूले चाहिँ खोजेको प्रश्नको उत्तर पाउन सक्नुहुनेछ। विभिन्न स्क्रिप्टहरू तयार गर्न सक्नुहुन्छ। त्यसको लागि प्ले स्टोरमा आउनुहोला र सर्च बारमा जानुहोला। यहाँ चाहिँ तपाईँले चाहिँ च्याट जीपीटी सर्च गर्नुपर्ने हुन्छ। जस्ट मैले यहाँ चाहिँ च्याट जीपीटीलाई सर्च गरेँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ 15 मिलियन रिभ्यू रहेको छ, 28 MB को लगभग रहेको छ र 100 मिलियन यसको चाहिँ डाउनलोड रहेको छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ 100 मिलियन भनेको धेरैले डाउनलोड गरेका छन्। यसलाई इन्स्टल गर्नुहोला। मैले यसलाई चाहिँ इन्स्टल गरेको यानि कि डाउनलोड गरेको छु। यहाँनिर चाहिँ मेरो च्याट जीपीटी एप चाहिँ यहाँ चाहिँ डाउनलोड भइरहेको छ। देख्न सक्नुहुन्छ 92%, 49% यसरी चाहिँ मेरो यहाँ चाहिँ फाइनली डाउनलोड भएको छ। ओपनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। जस्ट यसमा मैले क्लिक गरेँ भने थोरै सेकेन्ड वेट गर्नुपर्ने हुन्छ। त्यसपछि तलनिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ वेलकम टु च्याट जीपीटी भनेको छ। तलनिर कन्टिन्यूको अप्सन रहेको छ। यसमा हामीले क्लिक गर्नुपर्ने हुन्छ र अब हामीले चाहिँ जीमेलबाट साइन इन हुनुपर्ने हुन्छ। यसमा चाहिँ काम गर्नको लागि, प्रश्नहरू राख्नको लागि, चाहिँ विभिन्न स्क्रिप्ट तयार गर्नको लागि अथवा विभिन्न कामको लागि साइन अप अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ माथि न। त्यसपछि जीमेल एकाउन्टबाट तपाईँले क्रिएट गर्दा एकदमै राम्रो हुनेछ। कन्टिन्यू विथ गुगलमा क्लिक गर्नु होला नयाँ एकाउन्ट क्रिएट गर्दै हुनुहुन्छ भने। त्यसपछि तपाईँको चाहिँ एकछिन थोरै सेकेन्ड वेट गर्नु होला। वेट गरिसकेपछि आफ्नो मोबाइलमा भएका सम्पूर्ण जीमेल एकाउन्टहरू यहाँ चाहिँ सो गर्नेछ। एउटा आफ्नो जीमेल एकाउन्टलाई चाहिँ यहाँनिर चाहिँ चुज गरिदिनु होला। जस्तो मैले यहाँ चाहिँ मेरो जीमेल एकाउन्टलाई चाहिँ चुज गरेँ। त्यसपछि कन्टिन्यू गरिदिनु होला। यहाँ चाहिँ कन्टिन्यूको अप्सनमा आएको छ। यसमा क्लिक गर्छु। फेरि कन्टिन्यू यदि देखायो भने यहाँ चाहिँ फेरि त्यही जीमेललाई चुज गर्ने। त्यसपछि यहाँ चाहिँ कन्टिन्यू गरिदिने। मैले चाहिँ कन्टिन्यू गरिदिएँ डबल पटक। त्यसपछि यहाँ चाहिँ फाइनली हाम्रो चाहिँ लगभग एकाउन्ट चाहिँ क्रिएट चाहिँ भइसकेको छ। यहाँनिर देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ बर्थडे भनेको चाहिँ यहाँ चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। बर्थडेमा ट्याप गर्नु होला। त्यसपछि यहाँ चाहिँ अब आफ्नो चाहिँ जन्म मिति राख्न सक्नुहुन्छ। यो मिलाएर राख्नु होला। त्यसपछि तपाईँको चाहिँ यहाँ चाहिँ क्लिक गरिदिनु होला। त्यसपछि तपाईँको चाहिँ फाइनली एकाउन्ट क्रिएट भइसकेको छ। एक्स एनिथिङ भनेको छ। यसमा तपाईँले चाहिँ आफूले जे चाहेको छ त्यही प्रश्न राख्न सक्नुहुन्छ। जस्तो म यहाँ चाहिँ एउटा प्रश्न राख्छु। नेपालीमा तपाईँले टाइप गर्नुभयो भने नेपालीमै दिनेछ, इङ्ग्लिसमा गर्नुभयो भने इङ्ग्लिसमै दिनेछ। जस्तो मैले यहाँ चाहिँ नेपालमा यहाँनिर चाहिँ एउटा प्रश्न राख्छु। नेपालमा अनलाइनबाट कसरी पैसा कमाउने भनेर नेपालमा अनलाइनबाट कसरी पैसा कमाउने राख्छु। त्यसपछि यहाँनिर चाहिँ एरोमा क्लिक गरिदिएँ भने चाहिँ यहाँ चाहिँ अब त्यसलाई पठाएँ। त्यसले थुप्रै आइडियाहरू दिनेछ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ थुप्रै आइडिया दिएको छ। एकमा फ्रिल्यान्सिङ भनेको छ। फ्रिल्यान्सिङ गरेर पनि कमाउन सक्नुहुन्छ। युट्युबबाट पनि कमाउन सक्नुहुन्छ। ब्लगिङ गरेर पनि कमाउन सक्नुहुन्छ भनेको छ। एफिलिएट मार्केटिङ गरेर पनि कमाउन सक्नुहुन्छ भनेको छ। अनलाइन टिचिङ गरेर टुटरिङ भनेको छ। त्यसपछि तपाईँको चाहिँ ग्राफिक्स डिजाइनहरू चाहिँ क्रिएट गरेर अन्य थुप्रै तरिकाहरू यहाँ चाहिँ दिएको छ। यी आइडिया लगाएर तपाईँले त्यही आइडिया अनुसार चाहिँ काम गर्न पनि सक्नुहुन्छ। त्यसपछि अन्य कुनै प्रश्नहरू छन् अथवा तपाईँलाई नआएको केही प्रश्न राख्न चाहनुहुन्छ, लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने पनि राख्न सक्नुहुन्छ। जस्तो हाल नेपालमा अर्थतन्त्रको अवस्था कस्तो छ भनेर मैले यहाँ चाहिँ एरोमा क्लिक गरिदिन्छु लेखेर। त्यसपछि यहाँ चाहिँ यसले चाहिँ टोटल यहाँनिर चाहिँ त्यो नेपालमा अहिलेको अर्थतन्त्रको अवस्था कस्तो छ सबै दिइदिनेछ। तपाईँले जे प्रश्न तपाईँले यहाँनिर चाहिँ राख्नुभयो त्यो प्रश्नको उत्तर यसले चाहिँ करेक्टली दिइदिनेछ। भनेपछि तपाईँको चाहिँ जुन तपाईँको चाहिँ रेकर्ड भइसकेको हुन्छ, जहाँ जे फैलिएको हुन्छ त्यो तपाईँलाई सर्च गरेर यसले सबै डिटेलमा चाहिँ दिइदिनेछ। एक्स एनिथिङमा गएर फेरि प्रश्न रिप्लाई केही कुराहरू सोध्न सक्नुहुन्छ। फोटो यहाँ चाहिँ साइडमा क्लिक गरेर फोटो चुज गर्न सक्नुहुन्छ। फोटोमा भएकोलाई पनि यसले चाहिँ यसको मतलब के हो भनेर चाहिँ बुझ्न सक्नुहुन्छ। त्यसको एन्सर छ भने त्यसको एन्सर तयार गरेर पठाइदिनु भनेर पनि फोटोमा प्रश्न छन् भने राख्न सकिन्छ। जस्तो मैले यहाँ चाहिँ एउटा फोटो त्यत्तिकै राखेको छु। यो भन्न खोजेको के हो भनेर भन्छु। यहाँ चाहिँ त्यो भन्न खोजेको यहाँ चाहिँ सरर दिएको छ। अब तपाईँले डाइरेक्ट कुराकानी गर्नको लागि चाहिँ साइटमा देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। नेपालको राजधानी काठमाडौँ कसरी हुन पुग्यो? नेपालको राजधानी काठमाडौँ कसरी बन्न पुग्यो भनेको काठमाडौँलाई राजनीतिक, सांस्कृतिक र व्यापारिक केन्द्रको रूपमा विकास गरियो। धेरै धेरै धन्यवाद छ जानकारीको लागि। तपाईलाई सहज भयो भने मलाई खुसी लाग्यो। अरू सोध्न चाहनुहुन्छ भने निसङ्कोच भन्नुहोस्। यसरी तपाईँले च्याट जीपीटीसँग डाइरेक्ट कुराकानी गर्न सक्नुहुन्छ। अर्को भिडियोमा हामी चाहिँ अन्य तरिकाहरू पनि यसबाट के गर्न सकिन्छ त्यो लिएर आउने। भिडियो मन परेमा लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै आजको भिडियोबाट बिदा लिन्छु। नमस्कार।